आज 10 गते हो नि आज 10 गते हाम्रो कालो अंकल आज गोरो देखिनु भएको छ अंकलको रोप्न पनि टनक्कै छ अझै आज कतिजना भयो 2 जना 4 जना 2 4 6 8 10 2 12 जना ल ठिक छ मसँग 13 जना आजको मेलो सुरु खानु मेरो टोपी जाम खाना खानु अझ त दिदी खान जाम के को बसेको बजे पनि ल्याङखुडी नै छन् हिजो सकेको मान्छे कति खुसी भएको भनेको त रिसाउँछ यार बहिनीहरु आज गए बिहानै गए ए मलाई निद्रा लागेर सुत्दै थिए 4:30 बजे उठेर अटो बोलाइदिएको अरु दिदी धमाधम हैन भेना झन् मस्तले दिइराख्नु भएको छ कडा आउनु छ भेना भेना त्यस्तो भयो आई टोपी त सेम रहेछ त दिदीले भनेको हात त्यो टल के छैन नि गोरो न गोरो हम त बाजा हिँडेको ल बाइ बाइ बोकाको छेउमा त बस्ने हैन हिना छिटो जेठेरा काइली बोकाले त ढगले हामी बाख्रा टोली छुट्टी बेलदेखि भाउजूलाई रङ्ग लागेर आउनुपर्छ धान रोप्नु टमक्क कुर्सीमा नबसेर रोक्नु खाए ल भाउजू ठिक छ दाल बाटी बेला आउनु भएछ लो अनुष्का त पिछे भएछ फेरि उसलाई पछि हुने म त यति खाने माउ जेठी नमस्ते ढोक दिया गरेछ बिमला आन्टी त अब कति थरीको अचार बोकेर हिँडेछ एउटाले फेरि जेठी माउ हम साथ साथ हैं बुढाबुढी भान्से नुन धेरै खाने त्यही राखिदिनु न खाए पनि आप्पो अचारहरूलाई खानुहुन्न मम्मीले यो अहिले चाहिन्छ हामीलाई नि खाम्न पाउँछु ढक्कन नआउनु अङ्कल घोप्टे भने त गयो है त मेरो हो त्यो तान्नु पर्दैन चिसोवाली हाम्रो आन्टी मात्रै आयो यार तनी किन लिएर आउनुभएको अहिले खाना वाली भाउजूलाई मेरो भाग त्यही राखिदिनु है एउटा मेरो त्यही राखिदिनु अगाडि राखिदिनु मम्मी त्यही राखिदिनु मलाई त्यही राखिदिनु हौ त्यही हो म भयो सर्तुङ आन्टी खोइ ए भयो आज हजुरलाई खाना बाँड्दा कस्तो लागिरहेछ सम्धिनीकोमा ल खाम है खाम लिए ल भन्दै मैले आएँ मेरो भाग लिन भइहाल्यो थपेर खाने दुईटा सम्झिनेको अनुहार खिच्दैको यो मेरो भाग 14-15 होला नि
छुट्टी भयो दिउँसोको मेलो बाई बाई गुर्सेनी छेमा कुन त के गर्ने हेर्नु खानु म थियो त म तर मम्मीले दिन्छ मलाई मन पर्दैन मलाई त खाँसी लाइ गर्छ झन् धेरै जा म छुट्टी भयो 1 बजे के साह्रो र दुईटा सम्झिन्छ झन् छिटो पसेको घर जान नदिनलाई ब्याग त यहीँ छोडिदिनु टोपी किन लानु र बाई बाई दिउँसोको नास्ता बटुकी दिस इज पटुकी तातो कि चिसो नचुनु है उता जानु कति दुख्छ चम्चा लिएर अचार बनाएको र ए कमला भाउजू झन् किरण जस्तै देखेको अलि तरेको छैन आउँदैछ न उस्तै रहेछ यार भयो भाउजू धेरै नानु म त खान्नु होइन कि त्यस्तो दिने आफै टिप्छ नि त्यो ठाउँ भाडा दिने चटनी एकै ठाउँ हालिदियो बरु मैले एक्लै भेटाएँ स्याल रोटी खानुस् जिउ खोलाउनुस् धान रोप्नु जानुस् यो कुन ब्रान्डको सुरुवाल हो रे यो कुन ब्रान्डको सुरुवाल नेपालको नेपाल र इन्डियाको ब्रान्ड लिएर आज भाइ कम्मर भात त खतरा देखिएछ उटी म हिँडे घर बेलुका अरू रोप्दै पनि पाल्पा हुनुहुन्छ अरे भोलि रोपाइमा भेटौँ ल अझै घर हिँड्ने 11 गते हो 11 गतेको रोपाइ आज 22 कट्ठा रोप्नु छ भाइ यति मान्छे छौँ घामले सातो लाग्नु लागिसकेको छ होइन यो यस्तो तेरो मासु लैजाउँ है यो हिलो हिलो भएको हुन्न अब तपाईँहरू थुनिनुहुन्छ खसी पाक्नुहुन्छ पक्कु बनाएर खाने दाल पनि खानु निनले खानुहुन्न नि त खाइ ल खोइ खाइ ल ल ल खाओ साथी हो नमानी लाज भन्दै दिउँसोको मेलो तो घाम लाग्यो 38 39 पुगेछ त्रो रोप्नु छ बाजा बच्चो बिहानको मेलो 10 कट्ठा रोप्यो अब बाँकी 8 कट्ठा र वहाँ 3 कट्ठा छ गाह्रो छ सुरु गरौँ दिउँसोको नास्ता खाओ भन्नु न के होइन दिउँसोको नास्ता आउनु के रिना आन्टी मम्मी आउनु दुईटा सम्झिनेहरू फेरि हेर न जति बोलाउँदा नि नचल्ने किन हो र आउनु न खान त सबैले त खाने हो नि
रोशनी लिएर जाऊ र विष्णु आन्टीलाई फिर्ता देऊ। होइन त रात परेर लास्ट दिन आज यस्तो कति 22 कट्ठै लगभग रोपेन होइन। रात परेर सब लाइट बलिसकेछ लास्ट मेलो। बम ब्लास्ट भयो नि त भोलि फेरि होइन। त्यहाँ हाल त यहाँ च्याप्किएन। रोशनी अनुहार छोपेको अरे कि यिनीहरू कति राम्रो देख्छिन्। तिमी किन अनुहार छोपेछौ? रातिको मेलो भयो भनेर अब घर जाने मस्त नहुने होइन। कुन होला नि मेरो त नानीलाई होमवर्क गराउनु त्यसै छ भाइ। तिमीहरू त बरु कृतिकाले खाना पकाउला हामी पनि पकाउँछ। बाँकी होमवर्क गराउनु पर्छ नानीलाई। मेहनत भन न। ल अब घर जाऊँ।